हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो मेरो जनताहरू फेरि पनि म हजुरहरूलाई मेरो नयाँ भिडियोमा स्वागत गर्छु। अहिले टाइम लागेको छ भिडियो बनाउनलाई तर फेरि बनाइसकेँ मैले र अहिले म कहाँ छु वेयर आई एम नाउ थाहा छैन मलाई केही पनि थाहा छैन कहाँ छु मलाई केही पनि थाहा छैन। जनताहरू होइन म चाहिँ हिजो घुम्न आइदिएको थियो घुम्न आएको र एक ठाउँ मात्र घुम्दैन नि त हामी धेरै ठाउँमा घुम्छौँ। अनि यो ठाउँको नामै थाहा भएन कि नौखटे है के भनिदियो है म नामै आएन। ठाउँ चाहिँ बबा छ है एकदम जाडो छ जनताहरू। हिजो आइपुगेको र आज बिहान ठ्याक्कै मुख पनि नदेखिकन भिडियो बनाइरहेको छु म किनभने पानी यस्तो चिसो छ कि जनताहरू होइन मुख धुयो भने मुख नै जम्छ जस्तो लागिरहेको छ है। हात धुएको छैन हात चाहिँ यस्तो कटकट भइरहेको छ चिसोले। अनि यहाँ हेर्नु बाटो ल र अहिले चाहिँ मेरो साथीहरू कोही पनि छैन यहाँ होइन एक्लै हो म र एक्लै के गर्न आएको हो भने लाली गुराँस टिप्न आएको हो। लेट्स सी यही जनताहरू ल बब्बाल ठाउँ चाहिँ जनताहरू। अनि कस्तो देखाएको छ त मलाई मुख नदिकन आफूले चाहे जस्तो लुगा लाउनु पाउँदैन यहाँ जाडो छ मोटो लगाउनु पर्छ। म यहाँ होइन लाली गुराँस टिप्नको लागि पाखा चढ्दैछु कि अब चाहिँ म टिप्छु हेर्नु नि। हेर्नु ल यहाँ माथि होइन गुराँसको फुल नै फुल चाहिँ टिप्नै सकेन है। कस्तो गाह्रो भयो भने यार कस्तो राम्रो हुन्छ क्या हेर्नु जाँदाखेरि। अनि बल्ल एउटा चाहिँ टिप्यो है मैले यस्तो कष्ट गरेर हेर्नु अहिले त्यति राम्रो त छैन यो अलि ओइला जस्तो छ रहेछ कि बबाल चाहिँ माथि चाहिँ टिप्नु सकेन। अहिले होइन अब यसो मन चित्त बुझाउनु पर्यो। तिम्रो लागि भनेर रातोको गुलासको फुल लिएर आएको टिपेर फर यु हजुरहरूले के भनेको थियो म यस्तो ठाउँमा जान सक्दिनँ म हिँड्न सक्दिनँ के भनेको थियो। अहिले हेर्नुहोस् हामी स्वर्गलोकमा बास बसिरहेको छौँ। यस बुम चाकालाका हुन्छ धमाका धेरै जनताहरूलाई म देखाइदिन्छु। घाम आइरहनु भएको छ र यता हाम्रो भ्यू हेर्न सक्नुहुनेछ। ल हेर्नु त ल के भन्नु छ हजुरहरूलाई यो ठाउँको बारेमा कस्तो लाग्यो। यो ठाउँको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन होइन म नाम पनि भन्दिनँ किनभने यो ठाउँमा तपाईँहरू नआउस् भन्ने मेरो चाहना छ कि यो ठाउँमा तपाईँहरू नआइपुगिदिनुहोस् भन्ने मेरो चाहना छ। त्यसैले म यो ठाउँको नाम चाहिँ भन्दिनँ। यो भनेको होइन हेभेन हो कि तपाईँहरूले भन्नु हुँदैन यो ठाउँको लोकेसन। त्यसैले हामीलाई मात्र थाहा हुनुपर्छ तर हजुरहरूले देखाउँछु म हेर्नु। हेर्नु ल यो तल भयो होइन यो चाहिँ फेरि अब यो तलबाट डाइरेक्ट माथि हेर्नु नि सगरमाथा जस्तो छ। 1000 फिटभन्दा पनि माथिमा छौँ हामीहरू बुझ्नु होला कस्तो ठाउँमा छ भनेर। लोकेसन त म मरेकै भन्दिनँ तिमीहरूलाई। ठाउँ चाहिँ हेर्न पाइयो हेर्नु ल हेर्न पाइयो म साथ हेर्नु त ल कस्तो देखाएको छ जनताहरू। यो हाम्रो फर्स्ट डेको भ्लगमा यस्तो देखाएको छ झन् अरूहरू देख्न बाँकी छ है मेरो केटाहरू। ल मेरो साथीहरू तिमीहरू आउनु नपाए पनि केही छैन अब के गर्नु जिन्दगीको हरेक मोडमा अब सबै साथीसँगै हुन्छ भन्ने छैन होइन। कहिले टाढा कहिले नजिक भइन्छ जे भए पनि हामी रमाइलो साथ एकदम मिलाएर होइन सँगै बिताएर पलहरू रमाइलो चाहिँ गर्नुपर्छ। ल जनताहरू है ठ्याक्कै म चाहिँ खाना खाएर होइन अनि एकछिन आराम गरेर अनि एक्लै हो अहिले म ठ्याक्कै अनि पाखातिर चढ्न आएको कि यसो भ्यू हेर्नलाई हेर्नु त
पछाडि हेर्नु नि चट्ट लगाएर गाउँमा कस्तोको एउटा नेचुरल गाउँमा आइपुगिसकेको छु। कस्तो अब खाना खाएर कस्तो फिल भइरहेको छ कि ल हेर्नु आमा जान लागौँ होइन लेट्स सी। अघि नै मैले भिडियो बनाएको ठाउँ त्यहाँ हो र जनताहरू हेर्नु अहिले म कहाँ छु र म यहाँ माथि चढ्न लाग्यो जनताहरू यहाँ माथि जान लाग्यो है। लेट्स सी कस्तो हुँदो रहेछ। चढ्छु है गाह्रो हुन्छ जस्तो लागेर छ प्रार्थना गर्दैछु म मनिर। त्यति गाह्रो त छैन हो। जनताहरू हेर्नु त यस्तो माथि आइपुगेको छु कि म होइन मलाई नि डर लागिसक्यो कि हेर्नलाई यो सिन। तर म हजुरलाई देखाउने छु है। जनताहरू होइन हामी अघि नै त्यहाँ बसेको थियो अघि नै ठ्याक्क मैले भिडियो गर्ने ठाउँमा र अहिले म यहाँ छु। कस्तो ठाउँमा छु भने एकदम डरलाग्दो ठाउँमा छु। हेर्नु आम्बो आम्बो डर लागिरहेको छ। ल पुरै खाली छ खाली हेर्नु टक्क लगाएर यहाँ माथि चाहिँ सिधा रोड हेर्नु खेतै खेत यता पनि रोड यता जनताहरू बाटै बाटो छ बाटै जताको त्यतै बाटो। मलाई अलिक कस्तो अनकम्फर्टेबल फिल भइसकेको छ है। हो भने त्यस्तै लागिरहेको छ म तलतिर जानुपर्छ। आई हेभ टु गो जनताहरू जान्छु ल। अनकम्फर्टेबल फिल भइरहेको छ मलाई कता बाटो केही थाहा छैन। लेट्स सी यहाँतिर आउन मान्छेहरू लोड डराउँछ जनताहरू होइन। यहाँ यस्तै ठाउँ छ कि डर लाग्दो अनि म आएको छु रिक्स लिएर। यहाँ हावा पनि तातो तातो दिइरहेछ हौ। यस्तो मुनितिर त जाडो हुने झन् यहाँ जाडो हुनुपर्ने है तातो दिइरहेछ हेर्नु सागाला पनि त ऊ जनताहरू म तल जान्छु यतापट्टि यहाँ डर लाग्दो छ हौ। मलाई नै डर लाग्ने बनाइदिइसक्यो धन्नै गएन सादा खुट्टै धन्नै भएको छु क्या। सर्कटबाट आएको थिएँ कि म अब यो माथि चढ्ने जनताहरू ल ओके। जनताहरू होइन म बाल बचेर आएको छु त्यस्तो गाह्रो ठाउँबाट यदि अग्लो कि यदि अग्लो हजुरहरूले राम्रोसँग त्यहीँबाट हेरेको भए चाहिँ रिङ्गड चलेर नि बिहोस हुन्थ्यो होला कि त्यतिसम्म अग्लो थियो। मैले मोबाइलमा राम्रोसँग क्याप्चर गर्न चाहिँ सकिनँ कि नजिक जानु सकिनँ। कहिले डर नलाग्ने मान्छेलाई धेरै मनमा कस्तो लागेको थियो त्यही भएर नगएको। माइन्डले भनेको थियो त्यही भएर। सो अहिले चाहिँ म सुरक्षित ठाउँमा आइसकेको छु र अहिले एकछिनमा फेरि भेट्नुपर्छ जनताहरू त ल। बाटो हेरेको हेरै ठाउँ पनि हेरेको हेरै बब्बाल मिठो 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 सिनहरू छ कि भ्यूहरू हेर्दै बसो खाउँ लाग्ने खालको सिनहरू देखिरहेको छु म। अहिले चाहिँ हामी रोडमा यत्तिकै हिँडिरहेको छौँ जनताहरू कहाँ पुग्छौँ थाहा छैन हिँडिरहेछौँ छ्याट्ठ लगाएर। जनताहरू I wanna show you something है I wanna show you something having like this के
हेर्नु न यस्तो ठाउँ के म्याक्सम लाइफमा फर्स्ट टाइम देखेको मैले। केसको मूर्ति हो यो, के को कमेन्ट गर्नु, कमेन्ट गरी जनताहरू के को मूर्ति हो यो। लेट्स सी। मूर्ति रहेछ तर मूर्ति के को थाहा छैन। अष्टमान बल रे, लाहुरे अष्टमान बल। लाली गुराँसमा खेली हिँडी हिँड्छु। यहाँ जनता यहाँ पनि फुलै फुल छ गुलाबको र यहाँ लाली गुराँसको। हेर्नु ल, हेर्नु हामी कस्तो ठाउँमा छौँ। म एक्लै हिँडिरहेको छु बौला भएर। आई डोन्ट केयर अबाउट के हुन्छ होइन, तर म एक्लै म नेचरमा खुसी होइदिन्छु कि एक्लै अलोन। ल ढुङ्गा हेर्नु नि, ढुङ्गा तौको चाप्टा जस्तो ढुङ्गाको चाप्टा। हेर्नु जनताहरू यहाँ यस्तो हेर्ने। ढुङ्गाहरू कस्तो कस्तो छ यहाँ। यहाँतिर खेत हेर्नु नि ल, यो चाहिँ यहाँतिरको खेत अरे। पुरै टक 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 भर्याङ जस्तो छ क्या। अघि न म चढेको पहाड हेर्नुहुन्छ तपाईँहरू जनताहरू। हेर्नु नि यो छ नि, यो हो त्यो अघि न म टपमा पुगेको हो त्यही ठाउँ हो कि। हेर्नु ल भुइँबाट कस्तो छ। अघि चढेको पाखा आम भयो हेर्नु ल, कति अग्लो छ यति तफेदेखि। त्यही भएर यस्तो भएको कि ल जनताहरू हामी यानि कि म हिँड्दा 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 हेर्नु राइट एक्लै पुरै नेचरको फिल हिँडिरहेको छु। र आजको यो डेको आजको दिनको लागि चाहिँ भिडियो यति नै हुनेछ। र भोलि नेक्स्ट डेमा पनि फेरि म भ्लग बनाउने छु। त्यसो पनि रमाइलो गर्नुपर्छ जनताहरू ल। आजको लागि चाहिँ भिडियो यति नै हुन्छ फर नाउ अर फर टुडे। सो यति भन्दै म बिदा लिन चाहन्छु। बाई बाई गाइस, साकाला बिन्दु, बाई बाई।